मेडल पनि लाएर त्यो पोज चाहिँ हाम्रो छैन त्यो घेराबन्दी गरेर हरियोमा त निक्लिने होला यता आएर बस्ने अनुरोध गर्छु सबैजना प्लिज ढोकाको छेउमा बस्ने सबैजना यता आइदिनु होला हामी सुरु गर्दैछौँ ढोकाको साइडमा नबसेर यता आइदिनु होला सबैजना सबैजना आइदिनु होला
भाइ राजीव बहादुर होना श्रेष्ठज्यूको केही महिना अगाडि निधन भएको, असामयिक निधन भएको र हाम्रो देशमा हाल भएको जेएनजी आन्दोलनमा क्रममा शहादत प्राप्त गर्नुहुने वीर शहीदहरूप्रति सम्मान गर्दै हामी 1 मिनेट मौन धारण जान्छौँ। त्यहीबाट 1 मिनेट मौन धारण हामी सुरु गर्छौँ। समय सुरु। धन्यवाद। हाम्रो अहिले हुन गइरहेको स्थानीय 2040 वर्ष नागिसकेका हरेक वर्ष झै यो वर्ष पनि भव्य र सभ्यका साथ दौड प्रतियोगितालाई नियमपूर्वक दौड सफल बनाइदिनु हुन्छ भन्ने हामीले आशा गरेका छौँ। हामीले यसपालि पनि पोहोर साल जस्तै उमेर समूह नराखी सबै एकसाथ दौडमा भाग लिइदिनु होला। पहिलो, दोस्रो र तेस्रो हुनेलाई विशेष पुरस्कारको व्यवस्था पनि गरेका छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हाम्रो दौड प्रतियोगितामा आफ्नो शरीरले सक्नेसम्म मात्र दौडिनु होला। यो कार्यक्रम सिर्फ रमाइलो जनगणको लागि मात्र भएकोले दौडिन नसक्नेहरू चाहिँ फटाफट हिँडेर भए पनि सहभागिता जनाइदिनु होला। पुरै एरिया अनि त्यो दिन चाहिँ कसैले धुम्रपान लगायत सुतिजन्य चिजहरू बाटोमा सेवन गरेर हाम्रो टिसर्ट लगाएर नहिँडिदिनु होला। त्यो पनि अनुरोध गर्दछ। बाहिर नजाउने साथीभाइहरू जसले मोटरसाइकल स्कुटर लिएर आउनु भएको छ उहाँहरूमध्ये 10-12 जनाले पहिलो, दोस्रो र तेस्रोलाई स्कटिङ गर्दै आइदिन पनि अनुरोध गर्दछु। क्यामेराम्यानलाई पनि मोटरसाइकलमा राखेर लगिदिनु होला। यहाँ एडजस्ट गर्नु होला। अब त्यो हुँदाखेरि हामीलाई सबै फोटोहरू चाहिँ राम्रो आउँछ। अनि हाम्रा क्यामेराम्यान बोकेका साथीभाइ दाजुभाइहरू जुन ठाउँमा बसी फोटो तथा भिडियोहरू खिच्नु भएको छ त्यो चाहिँ नि तपाईँहरूले आनन्दले खिच्नु होला। काहीँ समस्या पऱ्यो भने त्यहाँ म्यानेज गर्नु होला। किनभने हामीले नै आफैले म्यानेज गर्ने हो, अरू कसैले म्यानेज गर्न सक्दैन हो। अनि पहिलाकै अनुसार हो। अब हामी यहाँबाट धिमेवादासहित एसिडिसी अगाडि हामी जम्मा हुन्छौँ, पुग्नेछौँ। अनि त्यसपछि रिबन काटेर त्यहाँबाट हामी दौड सुरु गर्नेछौँ। पिपल बोटबाट सिधा चारखाल चोक हुँदै कमल पोखरी चोकबाट नक्साल भगवती हुँदै नक्साल भगवतीबाट दाहिने सानो गौचरण भैरव थान जर्मन एम्बेसी हुँदै ज्ञानेश्वरको ओह्रालो झरेर दायाँ मोडेर मैदेवी मन्दिर हुँदै एनआइसी एसिया ब्याङ्क हुँदै सिधा यता पिपल रोडको साइडबाट एनआइसी एसिया ब्याङ्क हुँदै हामी यो ठाउँमा आएर इन्डिङ गर्नेछौँ। सूर्योदय स्कुलमा यो सूर्योदय स्कुलमै इन्डिङ हुन्छ। पहिला जस्तै हो, त्यो रुट चाहिँ चेन्ज छैन। दौड सकेर आइसकेपछि सबैजना भेला भई 10 मिनट जति ट्रान्स म्युजिकमा हामी डान्स गर्नेछौँ। फुटबलको दिन अनिवार्य रूपमा कट्टु र जर्सी लगाएर आउनु होला र पिकनिकको दिन चाहिँ पहिलाको जस्तो जर्सी अनिवार्य लगाएर आउनु होला। अब जाडो हुनसक्छ, बाहिर अब आफ्नो लुगा त लाउनु पऱ्यो, भित्र चाहिँ जर्सी लगाइदिनु होला भन्ने यो 40+ अनुरोध रहेको छ। अब हामी धिमेमा नम्बरिङको लागि सहभागी हुनेहरूले नम्बर लाइदिएर सबैजनाले नम्बर लाइदिनु होला। सबैजनाले नम्बर लाउँदा हाम्रो खुसी हुन्छ।
अरू अगाडि नजाउनु हामी ट्रेन सङ्समा बसौँ एकछिन रिल्याक्स गरौँ अनि पुरस्कार वितरण गरेर कार्यक्रम सघाउँ प्लिज हेलो एउटा सूचना गर्न चाहे बडी चेकअपको लागि ब्लडहरू चेक गर्नको लागि चाहिँ सबै साथीभाइको कारणले
40+ को कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ। अब हामी यो वितरण गर्नको लागि हामी थर्डबाट सुरु गर्छौँ। थर्ड हुने आजको दौडको थर्ड हुने सुजन श्रेष्ठ ड्यासमा आइदिनु होला। थर्ड सुजन श्रेष्ठ। मेडल दिनको लागि छेतेन लामा दाईलाई ड्यासमा निम्ता गर्छु म। छेतेन लामा दाई, छेतेन लामा दाई कता हुनुहुन्छ? दिनुहुँदैछ हाम्रो छेतेन लामा दाईले। त्यसै गरी सिल दिनको लागि थर्डलाई सिल दिनको लागि एकछिन धन्यवाद छेतेन दाई। अब सिल दिनको लागि राई सरियाललाई यो थर्डलाई सिल दिनलाई प्लिज ड्यासमा आइदिनु होला। ल यो सिल दिने हुनुहुन्छ थर्डलाई। क्ल्याप क्ल्याप क्ल्याप। थ्याङ्क यू दाई, राज दाई। कप हो ठिक। सन्तोष ढुङ्गेल। दोस्रोलाई मेडल दिनको लागि राजेश श्रेष्ठ दाई होन्डालाई मञ्चमा बोलाउन चाहन्छु। राजेश श्रेष्ठ दाई होन्डा श्रेष्ठ मोटरसाइकल हाउस। बधाई छ, धन्यवाद राजेश दाई। अब सिल दिनको लागि पुरुषोत्तम भट्टराई दाईलाई आमन्त्रण गर्न चाहन्छु। ल बधाई छ सन्तोष ढुङ्गेल। धन्यवाद पुरुषोत्तम दाई। अब प्रथम हुने हाम्रो साथी बालमित्र बाल चौलागाई देशमा आइदिनु होला। बाललाई मेडल दिनको लागि कल्याण पाण्डे दाईलाई देशमा बोलाउन चाहन्छु। कल्याण पाण्डे दाई। मेडल धन्यवाद कल्याण दाई। अब प्रथम सिल दिनको लागि सुनिल पन्त दाईलाई देशमा बोलाउन चाहन्छु। धेरै धेरै बधाई छ बाल मित्र बाल चौलागाईलाई। धन्यवाद सुनिललाई। साथी बाल चौलागाई एकैछिन बस्दिनु होला। उहाँको लागि बुद्ध इयरबाट राजेश जोशीको तर्फबाट माउन्टेन फ्लाइट जोडीको लागि हाम्रो वीरेन्द्र आइसिएफसीका संयोजक वीरेन्द्र दाले आमन्त्रण गर्न चाहन्छु। रमाइलो सधैँ चाहिँ हामीलाई यो दिल्लीउदार 14+ को रनिङ प्रतियोगिता गर्नलाई यो ठाउँ प्लेटफर्म उपलब्ध गराइदिन हाम्रा सूर्योदय स्कुलका अन्य दाजु प्रिन्सिपल लक्ष्य बहादुर केसी ज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो मायाको चिनो प्रदान गर्नु हुन हाम्रो लागि हाम्रो दिल्ली बजार 40+ का आयोजक साथी दाई श्याम ख्यागोली दाईलाई आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै बधाई छ, धन्यवाद। रोटरी क्लब अफ दिल्ली बजारका मित्र हाम्रा सागर निधि तिवारीलाई मायाको चिनो ग्रहण गरिदिनु भन्न अनुरोध गर्दछु। सागर निधि तिवारी
जयेन्द्र दाईलाई मायाको चिन्ह ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसको लागि हाम्रा रबिन श्रेष्ठ दाईलाई अनुरोध गर्दछु। धन्यवाद। यहाँहरूले स्वास्थ्य चेक गर्नु होला, हेल्थ इज वेल्थ भन्दै आजको कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदछु। जय 40+ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना सबै दाजुभाइहरूलाई। दिल्ली बजार 40+ को लागि यसको अघिको संस्करणमा पनि हामीलाई फुटबल ग्राउन्ड पनि उपलब्ध गराइदिने, योपालि पनि फुटबल ग्राउन्ड उपलब्ध गराइदिने, प्रहरी तालिम केन्द्रमा फुटबल ग्राउन्ड उपलब्ध गराइदिनु हुन ठुलो सहयोग गर्ने हाम्रा दाजु अग्रज पूर्व एआइजी सुदीप कुमार गिरी दाईलाई मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मायाको चिनो प्रदान गरिदिनु हुनको लागि वीरेन्द्र दाईलाई अनुरोध रामकुमार श्रेष्ठ दाईलाई हार्दिक अनुरोध गर्दछु र महाराजगञ्जमा नै हुने जानकारी गराउँदछु। उहाँको लागि तालीले सम्मान गरौँ। सुदीप भाइलाई धेरै धेरै धन्यवाद। रामकुमार श्रेष्ठ दाईलाई पनि धेरै धेरै धन्यवाद। कमन पैसा छ है फेरि